अब हाम्रो यात्रा यहाँबाट सुरु हुँदैछ। यात्रामा जुन सुरुको उत्साह छ त्यो उत्साह हामी कसैमा पनि नमरोस् फर्केर आउन्जेलसम्म र हाम्रो सद्भाव हाम्रो प्रेम अझै बढोस् र रारासम्मको यात्रा अब हाम्रो यहाँबाट सुरु हुन्छ। 12 को रारा यात्रा 6:30 बजी काठमाडौँबाट यो यात्रा सुरु भयो। सीतापाइला हुँदै हामी माथिको बाटो धारके निक्लिएर गल्छी हुँदै अगाडि बढ्यौँ। शाकाहारीहरूका लागि गल्छीमा एउटा राम्रो शुद्ध शाकाहारी चिया खाजा गर्छ। चिया खाजा खाएर हामी जुगेडी आइपुग्दा हाम्रो गाडी पम्चर भयो र करिब 1.5 घन्टा हामीलाई त्यो बनाउन लागेर हामी अगाडि बढ्यौँ नारायणघाटबाट बुटवलतर्फ। दुम्कीबास अरुण खोला अगाडि दाउन्नेको 15 किलोमिटरको कच्ची बाहेक अरू सडक राम्रै छ। करिब 2:30 बजी हामी बुटवल आइपुग्यौँ। सेवा समिति केन्द्रीय सदस्य बबिता पाण्डेजीको घरमा खाना खाएर हाम्रो यात्रा अगाडि बढ्यो कोवलपुरतर्फ। बुटवलबाट अलि ठ्याक्कै 2:50 भएको छ समय चाहिँ। कोवलपुर चोक पुग्दा करिब 7 बजेको थियो। पूर्व पश्चिम हाइवे यानि महेन्द्र राजमार्ग छोडेर अब लाग्यौँ हामी सुर्खेततिर। यहाँबाट स्ट्रेट 8:50 मा हामी सुर्खेत पुग्यौँ र भाइ सूर्यबहादुर खत्रीको घरमा बसेर हामीले अब भोलिपल्ट बिहान रारातर्फको यात्राको तयारी गऱ्यौँ। हाम्रो गाडी करिब बिहान 7 बजे सूर्य भाइको घरबाट अगाडि बढ्यो। गाडीमा डिजेल भरेर अब हामी कमला बहिनीलाई लिन लक्ष्मी भट्टराई भाइको होटलतिर गयौँ। उनी एक होटल व्यवसाय हुन्। त्यहाँ हामी कफी खाएर हाम्रो यात्रा अब अगाडि बढ्छ। सुन्दर मनका धनी सुन्दर साथ लक्ष्मी भट्टराई र कमला भट्टराई बहिनी अत्यन्तै सरल सामाजिक व्यक्तित्व हुनुहुन्छ। यो यात्राको संयोजक भनौँ या अगुवाई हाम्रो सूर्यबहादुर खत्री भाइले गर्दै हुनुहुन्छ। यहाँबाट सुरु भयो दैलेख जिल्ला। गाडी त पुरा रोइरहेछ त यार। साह्रै सुन्दर दृश्यहरू हेर्दै बिहानको यो उज्यालोमा हामी अगाडि बढिराख्यौँ। पालतडा आइपुग्दाखेरि करिब 8:30 बजेको थियो। ए हजुर यहाँको महन्त यो पालतडा कर्णाली किनारमा रहेको शिव मन्दिर। यो मन्दिरको छेउमा दुःख लाग्ने कुरा चाहिँ हामीलाई चाहिँ अगाडि हुने यो बलि पशु बलि जुन एउटा अबोध पशुपन्छीलाई यहाँ काटिन्छ। आशा गरौँ शिक्षा बलि कथा अवश्य बन्द होला। यो रामाघाट लोरे खोला बिस्तारै जानु पर्ला दाइ। यिनीहरूले पनि लोरे खोलाको किनारमा हामीले भात खाने तयारी गऱ्यौँ। यो यात्रामा हामीले खाना आफै पकाएर खाने निर्णय गरेका थियौँ र तयारीका साथ हामी हिँडेका छौँ। ल है छड्किन थालो है भात अब चाहिँ खाइन्छ जस्तो। अब चाहिँ आफैले पकाएर खाएको खानाको स्वाद नै फरक। खाना खाएर अब हाम्रो यात्रा अगाडि बढ्यो। ओके यहाँ नि हुने असल हुने है। ओके कतै कतै चाहिँ बाटो अलिक खराबै छ। काठमाडौँको होहल्ला र प्रदूषणबाट टाढा यी सुन्दर गाउँ र रमाइला दृश्यहरू साँच्चै मनोमोहक। जिल्ला पञ्चदेवल विनायक नगरपालिका सुदूरपश्चिम प्रदेशमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। यो ठ्याक्कै तपाईँले देखिरहेको पछाडिपट्टिको जुन पहाड छ यो ठोड्केसाल अछाम हो। अछाम जिल्ला दैलेख डुङ्गेश्वरबाट पालतडा टुनिबगर साईखोला राकम खिड्कीजुला दहीखोला सिमानाबाट हामी कालीकोट प्रवेश गऱ्यौँ। यहाँबाट पर कालीकोट पनि देखिन्छ। कृषिका काम नै कर्णाली राजमार्ग काले खोला पुल हुल्म बजार हुँदै हामी मानमा खाँडाचक्र पुग्दाखेरि साँझको 6:30 बजेको थियो। माथिबाट बाटो बिग्रेकोले गर्दाखेरि पुनः हामी फर्केर तलबाट हस्पिटल चोकबाट माथि बजार मदन होटलमा हामी आइपुग्यौँ। प्रतिमा चोकमा आइपुग्यो होइन सबैजना। मदन होटलमा राम्रो होस् है कान्छी दिदी। कालीकोटमा सफा सुगर होटल बसाइ राम्रै रह्यो। कुनै समय काठमाडौँ हाम्रो घरमा डेरा गरी बस्नुभएका बटालेज्यूको यो 52 कोठाको होटल यहाँको सबैभन्दा ठुलो होटल हो। आजभन्दा करिब 10 वर्ष अगाडि यो प्रतिमा चोकमा हामीले एउटा कार्यक्रम गरेका थियौँ। होलीको दिन थियो। आज 2082 साल कार्तिकको 29 गते हामी अहिले यो ठाउँमा छौँ। अनि ठ्याक्कै बजारमै हामी हाम्रो तयारी साथाएका छौँ। त्यतिखेर हामीलाई सहयोग गर्ने चन्द्र पौडेलजी दुर्गा पौडेलजी यही घर हो। यहीँबाट चाहिँ हामीले चाहिँ
सायद इतिहासमै पहिलोपल्ट होला करिब 3000 हाइटमा एका पात पारन सहितको होली कार्यक्रममा सारा बजारवासीले ठुलो उत्साहका साथ सहभागी भएका थिए। त्यही त फर्सी कसरी 40 रुपैयाँ केजी अनि साग चाहिँ कहाँदेखि ल्याउनुहुन्छ यस्तो सागहरू कहाँदेखि गाउँबाट साग पनि कति सस्तो 5 रुपैयाँमा एक मुठा अरे। बिहानै 7 बजे हाम्रो यात्रा कालीकोटबाट अब नागमा बजारतर्फ अगाडि बढ्यो। यो यात्रामा यसपालि हामीसँग जीवदया प्रेमी कपिल भाइ ठक्कर पनि जोडिनु भएको छ। तिला नदीको किनारै किनारको यो यात्रा साँच्चै रमणीय छ। चिसो बढेसँगै भेडीगोठीहरू माथि हिमालबाट तल पहाडतर्फ र तराईतर्फ झर्ने गर्दछन्। कतै कतै ठुला पहरा काटेर बनाएका बाटाहरू अझै कति हुन चाहिँ बाँकी नै छन्। यो नागमा बजार भन्दा अलिकति अगाडि आएपछि ल यो अगाडिबाट अब बिस्तारै बाटो छुटिन्छ जुम्ला जाने र रारा जाने। सूर्य भाइको गाडी पनि धुलो उडाउँदै पछाडि आइरहेको छ। यो तिला नदीमा बनेका पुलहरू चाहिँ साँच्चै अनौठा युनिक छन् है। यो हतपत तराईतिर नदेखिने पुलहरू काठे पुलहरू। बिहान 10:30 बजिसकेको थियो। तिला नदीको किनारमा हामीले खाना पकाएर खायौँ। कोही धुने कोही पखाल्ने कोही तास्ने कोही सुधार्ने कोही पकाउने। दाइहरू खाना पकाउन माहिर हुनुहुँदो रहेछ। यात्रामा विशेष गरी बद्रीबहादुर कार्की दाइ र कमला भट्टराई बहिनीले नि हाम्रो खाना पकाउने अगुवाई गर्नुभयो। गाउँदै रमाउँदै हामीले खाना पकाएर खायौँ। के हो त यो चाहिँ? घरबाटै ओदान र दाउरा दिन्थ्यो नि। मासी चामल थियो र गेडागुडी पनि थियो। हाम्रै गेडागुडी यो चामल यहीँको स्थानीय खाएको भए तपाईँहरूलाई मजा आउँथ्यो भन्दै एकजना बहिनीले हामीलाई बहिनीको सदस्यताप्रति भावुक हुँदै हामीले पनि आफ्नो तर्फबाट गर्ने सहयोग गऱ्यौँ। र अर्को पटक पकाएर खाने गरी मार्सी चामल बहिनीले दिएको मार्सी चामल र गेडागुडी लिएर हामी अगाडि बढ्यौँ। अब सिन्जा हुँदै हामी रारा। सिन्जाको राइके डाँडामा करिब 1 करोडको लागतमा यस्तो नेपालको नक्सा बनाइएको रहेछ। विद्युत निकाल्ने विन्ड मिल पनि रहेछ। ल हामी अहिले प्याकुरेवाडाको छेउछाउमा छौँ है। हामी प्याकुरेलहरूको मूल थलो पनि यतै पर्दो रहेछ। सिन्जा क्षेत्र प्रवेशसँगै यी बाल गायकहरूले हाम्रो रमाइलो स्वागत गरे। ओके यो चाहिँ ज्ञानेन्द्र साईले बनाएको रहेछ। पछिल्लो समय बनाएको बाटो। करिब 8 किलोमिटर चाहिँ पक्की बाटो हिँड्न पाइयो है। अर्को गाडी अलि पछि नै रहेकोले गर्दाखेरि हामी उहाँहरू आउन्जेल सरल गाउँले एकछिन गफिएर बस्छौँ। हुन्छ किन आएको अहिले भनेको यही निकाल्ने मल लगाइदिने। आलुहरू लाउने के लाउने होइन कस्तो छ त अनि जाडोमा गाईबस्तुहरूलाई चाहिँ यस्तो गुफामा राखेको रहेछ। ए लु निकाल्नु त आयो हावा आयो। यो अचार खाने भाङ रहेछ। धार्मिक आस्था जोडिएका बाटा छेउमा रहेका यी साना मन्दिरहरू। स्थानीयहरूले राडी लिउ पाखीहरू बनाउँदो रहेछन्। यो जाडामा तपाईँहरू किन रारा भनेर उहाँले चिन्ता व्यक्त गर्नुभयो। अहिंसा अभियानसँग जोडिएका टी सर्टहरू पनि हामीले ठाउँ ठाउँमा लगाइदिँदै हिँड्यौँ है। अब हामी यहाँबाट रारा राष्ट्र निकुञ्ज प्रवेश गऱ्यौँ र सैनिक इलाका प्रवेशसँगै हामीले इन्ट्री गर्नु पर्दो रहेछ। र यो चाहिँ 6 बजीभन्दा अगाडि नै हामी त्यहाँ प्रवेश नगरेदेखि भित्र जानु नपाइने रहेछ। डाँफे गेस्ट हाउस पुग्दाखेरि करिब 7 बजेको थियो। चिसो धेरै चिसो। सुत्न त सुत्यो तर खुट्टा नतातेर साह्रै गाह्रो। निन्द्रा पनि राम्रो परेन। बिहानै हामी अब रारा लेकतर्फ आजभन्दा 10 वर्ष अगाडिको जुन अवस्था थियो धेरै परिवर्तन देखिरहेको छ। नसक्ने यदि यहाँ घोडा चढ्दैछन् ल हाम्रो भूमिसारा बहिनीले पनि घोडा चढिने। हाम्रो अहिले यात्रा यो रारातर्फको अगाडि बढिरहेछ। हामी अहिले बिहानको 7:30 भएको छ। ल एकछिन हराएर हामीलाई टेन्सन दियो बदिँदै गएर इन्फर्म गरेर अगाडि जानुपर्ने। अब यहाँ होटल गएर खोजेर फर्केर आएर बुझ्दा त अगाडि कुदेर गइसकेको छ। कमसेकम गएँ भन्नु पर्थ्यो।
कपिलले एकछिन हामीलाई अल्मल्यायो, हरायो भनेर हामीले निकै बेर खोज्यौँ र करिब आधी घन्टा पछाडि खोज्दा ऊ त अगाडि नै गइसकेको रहेछ। एकजनाको इन्ट्री फी 100 रुपियाँ तिरेर हामी 7:30 बजीतिर नै रारा लेकतिर अगाडि बढ्यौँ। पुरै हामी अहिले राराको उसमा दाइला कस्तो हुनु भइरहेको छ त? यो पुरै अमेरिकामा पनि यस्तै छ भन्नुहुन्छ जङ्गलहरू? ल ल ल साथी हो, अब भ्लग हेर्नु होला, आउँछ एउटा सानो भ्लग। लाइक सेयर कमेन्ट पनि गर्नु होला, धन्यवाद। बाटो त्यता रहेछ दाइ। ल रारा यहाँबाट देखियो हल्का। ल अगाडि बढौँ। मजाले हिँड्नेलाई 40 मिनट, बिस्तारै हिँड्नेलाई 1 घन्टा। ठ्याक्कै 1 घन्टा हिँडेपछि हामी करिब रारा लेकको छेउमा पुग्छौँ। ल पहिला हामी आएको ठाउँ यही हो है। पहिला आउँदा भने हामीले यहाँ स्नान पनि गरेका थियौँ। पहिला आएका यात्रा स्मरणहरू पुनः ताजा भएर आए। एकछिन हामी रिफ्रेस हुने प्रयत्न गऱ्यौँ, थोरै योग ध्यान प्राणायामसँगै। आजभन्दा करिब 10 वर्ष अगाडि पनि हामीले यही ठाउँमा रामत खेलेका थियौँ। बाह्र बजेपछि हावा लाग्ने भएकोले गर्दाखेरि बिहानै जानेले चाहिँ यो बोटिङको सहरको आनन्द पनि लिन सक्ने रहेछन्। हिँड्ने अलि अभ्यास नभएकालाई चाहिँ थोरै गाह्रो, आउँदाखेरि फर्किँदाखेरि केही मात्रै उकालो छ, त्यस्तो गाह्रो त होइन। घोडसवारी गर्नेहरूका लागि यहाँ व्यावसायिक घोडा चलाउनेहरू पनि छन् र यिनीहरूले चाहिँ पेसेन्जर लिन कहिले रारा लेक छेउ त कहिले यो इन्ट्री गेटमा यिनीहरू आइजाइ गरिरहँदो रहेछन् घोडाको। के हो यो, अब नेपालमा जे पनि हुन्छ। यी ठाउँमा कमसेकम 1 घन्टा जुन हिँड्ने क्षेत्र छ, यो क्षेत्रमा चाहिँ गाडी इन्ट्री नगर्दा नै राम्रो हुन्थ्यो। खाना बस्न अनि नोकल चामल, फापरको रोटी, भैँसीको दुध पाइन्छ, वाइफाई फ्री, तातो पानी, चिसो पानी, आगो ताप्ने क्याम्प फायर सबैलाई सुविधा छ। दिनु होला गएपछि। उहाँ चाहिँ हामी बसेको डाँफे गेस्ट हाउसको अनर। नमस्कार। करिब 2:15 बजीतिर हामी डाँफे गेस्ट हाउसबाट अब बाटो छोड्यौँ, जुम्लातर्फ अगाडि बढ्यौँ। जुम्लाको बाटो जाँदैछौँ। लेख्नको लागि बुझ्यौ के भनेको थियो? भनेको विद्यार्थी भाइ बहिनीहरूसँग गफिँदै हाम्रो यात्रा अगाडि बढ्यो। यो चाहिँ न्याउरीगढी क्षेत्रबाट जुम्ला जाने अहिले पछिल्लो समयमा बनेको बाटो रहेछ। यहाँबाट चाहिँ 4 घन्टामा पुगिन्छ भन्ने सुनियो। आगे तो पर्वत है, आगे तो पर्वत है। ल मोडो धीरे चलाओ, धीरे। हामी जाने बाटो है त्यो। बाटो कतै कतै ढलान पनि बन्दै रहेछ। कतिपय ठाउँमा चाहिँ साह्रै अप्ठ्यारो भएर हामी ओर्लिनुपर्ने अवस्था पनि आयो। गाडी गएन, साह्रै खराब। त्यस्तो काठको बाटो सायद मान्छे चढेर गएको थियो र प्याराकै भाँचिने जस्तो काठको पुल थियो। हामी सबै ओर्लेर गाडी मात्रै यहाँबाट तार्ने काम गऱ्यौँ र पारी गएर हामी फेरि गाडी चढेर अगाडि बढ्यौँ। छैन त यो तेरी कार। कपिल भाई कैसा लग रहा है? अरे कपिल भाई मुझे अच्छा लग रहा है। रारा से जुमला अच्छा लग रहा है कपिल भाई को। तल ओह्रालोमा काभ्रा बजार हुँदै हामी यो डाँडोमा पर्ने खाली भन्दो रहेछ। यो खाली बजारबाट सानो यहाँ 2-4 दोकान खाली बजार भन्दो रहेछ। यहाँबाट अब हाम्रो यात्रा अगाडि बढ्यो। अहिले बेलुकाको करिब 5:30 भइसकेको छ। रात पर लाग्यो। यहाँ पनि भेडीगोटे भेडीगोटेहरू चाहिँ तल झर्ने क्रम चाहिँ अहिले जताततैबाट देख्न सकिन्छ। ल यहाँ त बाटो निकै खराब पो आयो त। हामीले बिस्तारै गाडी यो खोल्सोबाट पठाउँदै हामी अगाडि बढ्यौँ। यो आजको हाम्रो डेस्टिनेसन चाहिँ दौतरी होटल। आइपुग्यो होइन त दौतरी। ओके ल मजा। दौतरी होटलमा खाना चाहिँ हाम्रो लागि त्यहाँ अलि मिलेन र हामी बजारतिर आयौँ। पहिला 10 वर्ष अगाडि आउँदाखेरि भेटिएको यो खाजा घर अझै पनि रहेछ र हामीले त्यहाँ रोटी अर्डर गरेर रोटी र सब्जी खायौँ। बस्नको लागि त्यतिको होटल राम्रै थियो। बिहान बिहानै कता बहिनीहरू हौ? ओहो यस्तो बिहानै
यस्तो दुःख गरेर यो चिसोमा यो ठन्डीमा काम गरिरहेका बहिनीहरू साग मुठाको 5 रुपैयाँ भन्दा चाहिँ साह्रै विरक्त लाग्यो। जिल्ला प्रशासन कार्यालय जुम्ला अघिल्लोपल्ट आउँदा भने हामी यही चन्दननाथ मन्दिरको पछाडिपट्टि रहेको एउटा घरमा हामी बसेका थियौँ। तत्कालीन समयमा हामीलाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष लगायत स्थानीय समाजसेवीहरूले सहयोग गर्नुभएको थियो। हिजो बेलुका हामीले खाएको शाकाहारी खाजा घर चाहिँ यही हो है। हामी अहिले यो ठ्याक्कै कृष्ण मन्दिर, पहिला बालकृष्ण चोक भनिन्थ्यो, अहिले कृष्ण मन्दिर राम्रो बनेको छ। यही प्राङ्गणमा हामीले सानो एउटा कोर्ट सभा गरेर पाण्डु गुफा स्वास्थ्य चौकीको लागि 2 स्ट्रेचर वितरण गरेका थियौँ। हिँडेका तिमीहरू पढ्न? यहाँका स्थानीय वडा समितिका अध्यक्ष श्रीकृष्ण बुढाको घरमा अहिले हामी यहाँ उहाँको आतिथ्यता ग्रहण गर्न साह्रै रमाइलो घर, अत्यन्तै न्यानो र मायादेवी बुढा र श्रीकृष्ण बुढाले हामीलाई न्यानो आतिथ्यता प्रदान गर्नुभयो। यहाँको चाहिँ एउटा सामाजिक एकदम एउटा धार्मिक र राजनीतिक व्यक्तित्व पनि हुँदो रहेछ। उहाँको घरमा हामी आइपुगेका छौँ र उहाँको आतिथ्यताप्रति हामी अत्यन्तै आभार प्रकट गर्न चाहन्छौँ। धन्यवाद है श्रीकृष्णजी, धन्यवाद। प्रणाम प्रणाम। चिया खुवाउनुभयो, खाजा खुवाउनुभयो, धेरै धेरै धन्यवाद। हस्, श्रीकृष्णजीसँग हामी बिदा लिएर अब हामी बढ्यौँ अगाडि। माथि गुम्बा छ, त्यहाँबाट मजाले भ्यू देखिन्छ। ल ल ल मायाजी, हस् हस् प्रणाम। जुम्ला बजारमा 3वटा शाकाहारी खाजा घर रहेछन् है। यो एउटा साई शाकाहारी खाजा घर जो हामीले पहिला पनि देखेका थियौँ पहिलोपल्ट आउँदा। बिहान चन्दननाथ मन्दिर, श्रीकृष्णजीसँगको भेटघाट पछि अब हामी यहाँबाट निक्लिने तयारीमा छौँ। तातो पानी कुण्डमा नुहाउने र सारा यो अहिलेसम्मको पीडा दुःख दर्द मैला भनेको बाटो झुकेर हामी 13 किलोमिटर अगाडि पुगेछौँ। अब 10 किलोमिटर हामी माइनस गइरहेको छौँ अहिले तातो पानी भनेर। तातो पानी छुटेछ ल। तपाईँले हामीलाई दोष लाउनु न, हामीलाई दोष लाउनु। तातो पानी नुहाउने ठाउँ यहाँ रहेछ। साह्रै आनन्दले तातो पानीमा नुहाइयो है। ल तातो पानी गजब, यता पुरुषको यता महिलाको चाहिँ नदेखाउँ होला। ल मजा आइरहेको छ नि होइन। तातो पानी क्षेत्र नजिकै रहेको यो चौरमा हामीले खाना पनि पकाएर खायौँ। खाना खाएर कालीकोट पुग्दा 4 बजेको थियो। टिमुरेभिर, भैँसीगौडा, किला गुफा, सेरा बजार हुँदै कालीकोट भएर हामी 11 बजी सुर्खेत आइपुग्यौँ। समग्रमा यात्रा अत्यन्तै रमाइलो र सवाद र पूर्ण रूपमा सम्पन्न भयो। कल्पना नै नगरे मैले यसरी यो वर्ष मेरो यहाँ यस्तो टुर होला भनेर कल्पना नै नगरे। श्याम दाईको घरमा गएको कार्यक्रममा र यो यात्रा अत्यन्त अकल्पनीय रूपमा तयार भयो र अब यो रमाइलो पनि अकल्पनीय। यसको मैले अर्को उदाहरण दिनै सक्दिनँ। इट वाज ए वन्डरफुल ट्रिप र यसको चाहिँ बयान गर्न साध्य छैन। यति रमाइलो, यति आनन्द र कुनै विघ्न बाधा रहित आनन्दसँग हाँस्दै खेल्दै रमाउँदै यो अविस्मरणीय यात्राको लागि सबै सहभागीहरूलाई प्रणाम। हामी श्री राजजी प्रति, परमात्मा प्रति बहुतै आभारी छौँ।